कतिपय व्यक्तिहरू भन्छन् देवी प्रतिभालाई बोलाउन बडो महँगो हुन्छ, बहुत महँगो कथावाचक, बोलाउन गाह्रो हुन्छ। देवी प्रतिभालाई बोलाएपछि मञ्च ठुलो राख्नुपर्छ, स्टेज ठुलो हुनुपर्छ, खुब ठुलो व्यवस्था गर्नुपर्छ। त्यस्तो होइन हजुर। मलाई त देशको माया लाग्छ, हजुरहरूले दिएको प्रेमलाई मैले भुल्न सकेको छैन। कोटी होममा गरेको त्यो स्नेह अपार प्रेमलाई मैले आज पनि आफ्नो हृदयमा सम्हालेर राखेको छु। त्यसै कारण हजुरले बोलाउँदा हजुरसँग ठुलो व्यवस्था भए तापनि ठिक छ छैन भने हजुरले मायाले, हजुरहरू भनेको मेरो आफ्नो हो, आफ्नो आमा बाबाहरूले मायाले बोलाउनु भएको छ, मातृभूमिमा प्रेमले बोलाउनु भएको छ। यदि देशको सम्मानको कुरा आउँछ, आफ्नो आमा बाबाको सम्मानको कुरा आउँछ, आफ्नो माटोको सम्मानको कुरा आउँछ भने म हजुरको बुलावालाई, निमन्त्रणलाई स्वीकार गरेर केवल उच्च आसनमा नबसेर भुइँमा धुलोमा बसेर पनि हजुरलाई कथा सुनाउन तयार छु। यो देवी प्रतिभाको वचन हो हजुर।